नमस्कार, जय गोर्खा। सम्पूर्ण मेरो गोर्खे सन्तानलाई अहिले भर्खरै म घर आएको। म चाहिँ एकजना हाम्रो गोर्खे छोरा, उहाँ चाहिँ बिमारी हुनुहुँदो रहेछ। उहाँको दुईटै किडनी ड्यामेज भएको रहेछ। अन्त उहाँले 3 वर्षदेखि डायलिसिस गर्नुहुँदो रहेछ। अन्त उहाँले मलाई 3-4 दिनदेखि फोन गरेकै थियो उहाँको दाजुले। अन्त आज चाहिँ उहाँको घरमै गएर मैले एउटा भिडियो बनाएको छु। तपाईहरुले भिडियोलाई धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्। अन्त उहाँलाई जति सक्नुहुन्छ तपाईले सहयोग गरिदिनु होला। अस्तिको दिन गाडी धुराबाट दुईजना दिदी भाइ मलाई भेट्नुको लागि सालुगढा आउनु भएको थियो। उहाँ दिदीको भाइको चाहिँ एकजना एजेन्टले 2,85,000 रुपियाँ खाइदिएको रहेछ विदेश पठाउँछु भनेर। अन्त उहाँ दिदीकोबाट मैले त्यो एजेन्टको नम्बर लिएर त्यो एजेन्टसित बात गर्दाखेरि चाहिँ त्यो एजेन्टले यो 31 तारिक भित्रमा पैसा दिने वचन दिएको छ। अन्त उहाँ दिदीले त्यति बेला मलाई के भन्नुभयो भने तपाई चाहिँ हाम्रो गोर्खा जातिको भगवान बराबर हो, तपाईले यत्रो सहयोग गर्नुहुन्छ भन्नुभयो। अन्त उहाँ दिदीलाई मैले भने दिदी भगवानको जग्गामा छ, म चाहिँ मेरो गोर्खे दाजुभाइ दिदी बहिनीलाई कसैले स्क्याम गर्छ, कसैले फ्रड गर्छ, त्यस्तो मान्छेलाई सबक सिकाउने व्यक्ति हो भने मैले उहाँलाई भने तपाईहरुको सपोर्ट र साथको दरकार छ। उहाँ भाइको किडनी ट्रान्सफरको लागि कम्ती भनेको पनि 30 देखि 35 लाख रुपियाँ लाग्छ। अन्त तपाईहरुले यो भिडियोलाई धेरैभन्दा धेरै शेयर गरेर सहयोग गर्ने हातसम्म पुर्याइदिनु होला। अन्त तपाईहरुले पनि जति सक्नुहुन्छ त्यति नै सहयोग गरिदिनु होला। नमस्कार, जय गोर्खा। सम्पूर्ण मेरो गोर्खे सन्तानलाई यो भिडियो चाहिँ किन बनाएको भने यहाँ देख्नु हुँदैछ एकजना मेरो पिछाडी भाइ गोर्खा एकजना छोरा हुनुहुन्छ। उहाँ चाहिँ पेसाले ड्राइभर हुनुहुन्छ। उहाँको चाहिँ दुईटै किडनी ड्यामेज भइसकेको छ। 3 वर्ष भइसक्यो उहाँले डायलिसिस गर्नु भएको। अन्त उहाँको खास घर चाहिँ लाठपन्चर। अन्त यो भिडियो बनाएको कारण हो उहाँलाई सहयोग चाहिएको छ। अन्त उहाँको ट्रिटमेन्टको लागि उहाँकोमा भएको 2टा गाडी पनि बेचिसक्नु भयो, थुप्रै प्रपर्टीहरू बेचिसक्यो। अहिले प्रपर्टीको नाममा यो घर मात्रै छ। अन्त यो भिडियोलाई चाहिँ तपाईले धेरैभन्दा धेरै शेयर गरेर हाम्रो जिटिए चिफ अनित थापा सरसम्म पुर्याइदिनुहोस्। हाम्रो दार्जिलिङको एमपी राजु बिष्ट सरसम्म पुर्याइदिनुहोस्। उहाँलाई चाहिँ सहयोगको दरकार छ। अन्त उहाँले अहिले यो रिसेन्टली डायलिसिस गरेको कागज पनि यहाँ छ। अन्त तपाईले भिडियोलाई धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्। उहाँले तपाईले पनि 1-2 कुरा भन्नुहोस् हैन, जो कि हाम्रो गोर्खे सन्तानले तपाईलाई सहयोग। बिमार भएको 3 वर्ष भइसक्यो। हजुर। र मलाई चाहिँ धेरै सहयोगको खाँचो छ। म सबै मेरो सम्पत्ति डल्लै सक्यो। हजुर। अहिले मेरोमा सम्पत्ति हुने यो सानो घर छ, यति नै हो, केही छैन मेरोमा। यो चाहिँ जति सक्दो शेयर गरेर तपाईले सहयोग पनि गरिदिनुहुन्छ भने पुरा आशा राखेको छु। हजुर। अन्त तपाईले भिडियोलाई शेयर गरेर हाम्रो छिमेकी राज्यको चिफ मिनिस्टर पीएच गोले सरसम्म पनि पुर्याइदिनुहोस्। यो भिडियो मार्फत म पीएच गोले सरलाई 2 हात जोडेर बिन्ती गर्दछु, सर तपाईले ड्राइभरलाई धेरै माया गर्नुहुन्छ। अन्त तपाईले उहाँलाई पनि सहयोग गरिदिनुहुन्छ भन्ने म आशा राख्दछु। म थुप्रो ड्राइभर दाजुभाइलाई पर्दाखेरि हेल्प गर्छु हैन। अन्त यो भिडियो मार्फत म ड्राइभर दाजुभाइलाई पनि हात जोडेर बिन्ती गर्दैछु। उहाँ एकजना ड्राइभर नै हुनुहुन्छ हैन, उहाँ किडनी पेशेन्ट हुनुहुन्छ। तपाईले पनि जति सक्नुहुन्छ तपाईले सहयोग गरिदिनुहोस्। अन्त यही भिडियोमा चाहिँ म स्क्यानर पनि राखिदिन्छु। अन्त तपाईहरुलाई मेरो कुरा विश्वास लागेन भने चाहिँ उहाँलाई तपाईले कन्ट्याक्ट गर्नु सक्नुहुन्छ। उहाँको म कन्ट्याक्ट नम्बर पनि राखिदिन्छु। धन्यवाद।